एक दिनमा कतिवटा फोटो अथवा कतिवटा रिल्स पोस्ट गर्दा राम्रो हुन्छ। धेरै साथीले मलाई कमेन्टमा सोधिरहनु भएको छ, मेसेन्जरमा सोधिरहनु भएको छ, तपाईँ चाहिँ कन्टेन्ट मोनेटाइजेसन पाइसक्नु भएको छ अथवा पाइसक्नु भएको छैन भने यो चाहिँ अलिकति फरक हुने गर्दछ। पहिला चाहिँ मैले तपाईँले कन्टेन्ट मोनेटाइजेसन पाउनु भएको छैन भने कतिवटा पोस्ट गर्ने भनेर सिकाउन गइरहेको छु। यदि कन्टेन्ट मोनेटाइजेसन पाइसक्नु भएको छ भने अलिकति स्किप गरेर अलिक पछाडि जानु होला। मैले तपाईँले कन्टेन्ट मोनेटाइजेसन पाइसकेले पनि कतिवटा पोस्ट गर्ने भनेर अलिकति पछाडि सिकाएको छु। तपाईले चाहिँ कन्टेन्ट मोनेटाइजेसन पाउनु भएको छैन भने तपाईले चाहिँ धेरै एक्टिभ देख्नुपर्ने हुन्छ, अलिकति धेरै मेहनत गर्नुपर्ने हुन्छ। तपाईले चाहिँ 3-4 वटा फोटो र 3-4 वटा भिडियो दिनमा पोस्ट गर्न सक्नुभयो भने धेरै राम्रो हुन्छ। तपाईले पोस्ट गर्ने भन्दैमा एकैचोटी 3-4 वटा पोस्ट गर्ने हैन, तपाईले चाहिँ टाइम मिलाएर 3-3 घण्टाको फरकमा लगभग 8 वटा पोस्ट गरिदिनु भयो भने 8 दुना 16 8 13 24 लगभग 3-3 घण्टाको फरकमा पोस्ट गरिदिनु भने तपाईँ धेरै एक्टिभ मान्नु हुनेछ। सुतेको टाइममा कसरी पोस्ट गर्ने भनेर सोचिरहनु भएको होला। सुतेको टाइममा चाहिँ तपाईले शेड्युल पोस्टमा राखेर अटो पोस्टमा राखेर तपाईले चाहिँ फोटोहरु अथवा स्ट्याटसहरु अटोमेटिक रातको टाइममा पनि पोस्ट आउने बनाउनु भयो भने लाइक नआए पनि भ्युज नआए पनि तपाईको कमेन्ट नआए पनि तपाईँ चाहिँ एक्टिभ मान्नु हुनेछ। फेसबुक टिमले चाहिँ तपाईको एआईले चेक गर्नेछ। एआईले चेक गरेर तपाईँ चाहिँ एक्टिभ देखिनु भयो भने जति सकिन्छ छिटो तपाईले कन्टेन्ट मोनेटाइजेसन दिने कोसिस गर्नेछ। त्यही भएर चाहिँ तपाईले सकेसम्म धेरै पोस्टहरु एकदम राम्रो पोस्टहरु राम्रो भिडियोहरु बनाउने कोसिस गर्नु होला। यदि तपाईले कन्टेन्ट मोनेटाइजेसन पाइसक्नु भएको छ भने तपाईले एउटा दुईटा फोटो र एउटा दुईटा भिडियो र लगभग एउटा स्ट्याटस हाल्न सक्नुहुन्छ भने धेरै राम्रो हुन्छ। किनभने धेरै पोस्ट नगर्नु होला। धेरै पोस्ट गर्दाखेरि तपाईको साथीहरुले लाइक गर्न कमेन्ट गर्न झ्याउ मान्न सक्छन्। नराम्रो भिडियोहरु हो भने तपाईलाई अनफलो गरेर पनि जान सक्छन्। त्यही भएर तपाईले राम्रो भिडियो र राम्रो फोटोहरु चाहिँ राख्नु होला। दिनमा दुईटा फोटो दुईटा भिडियो जति राख्नुभयो भने काफी हुन्छ, धेरै राख्नु पर्दैन। कन्टेन्ट मोनेटाइजेसन नपाएकोले चाहिँ अलिकति धेरै एक्टिभ हुने कोसिस गर्नु होला। जति सकिन्छ पैसा कमाउने कोसिस गर्नु होला, जति सकिन्छ राम्रो भिडियो बनाउने कोसिस गर्नु होला।